ग्यास्ट्रिकको समस्या छ, जति औषधि खाए पनि जति उपचार गरे पनि औषधि खाउन्जेल ठिक भए जस्तो हुन्छ, औषधि खान छोड्यो फेरि उस्तै भइदिन्छ, पछि गएर औषधिले पनि काम गर्न सक्दैन भनेर चाहिँ धेरै मान्छेहरूको गुनासो हामी कहाँ आइराखेको हुन्छ। के ग्यास्ट्रिक ठिक नै नहुने समस्या हो त? यो कसरी सुरु हुन्छ र यसको समाधान के हुन्छ भन्ने विषयमा आज हामी जानकारी गराउँदैछौँ। पहिला सुरु कुनै पनि समस्या हाम्रो शरीरमा आउँछ भने त्यसमा कुनै न कुनै कारण हुन्छ भन्ने कुरालाई बुझ्नुपर्छ। समस्या आउने कारण नै रहेन भने समस्या रहेन। समस्या आउने कारण चाहिँ एकतिर छ, अब उपचार भनेर रोकथाम मात्रै गरियो भने त अब समस्या दीर्घकालीन रूपमा समाधान हुन गाह्रो हुन्छ। अब नर्मल ग्यास्ट्रिकको समस्याहरू छ भने हामीले केही औषधिहरू हस्पिटलहरूबाट खाएपछि त्यो आफै ठिक हुन्छ। तर कस्तो हुन्छ भने जब यो पाचन प्रणाली बिग्रिएर आउने ग्यास्ट्रिकमा चाहिँ जबसम्म हामीले पाचन प्रणाली सुधारिँदैन तबसम्म यो ग्यास्ट्रिकको समस्याले हामीलाई सताइराख्ने अवस्थाहरू देखिराखेको अवस्था रहन्छ। जस्तै अब ग्यास्ट्रिक हुने मेन कारण भनेको चाहिँ के हुन्छ भने जब हाम्रो डाइजेस्टिभ सिस्टम भनिन्छ नि त पाचन प्रणाली, जब पाचन प्रणाली कमजोर बन्दै जान्छ त्यसपछि हामीले खाएको खानाहरू राम्रोसँग पच्न सक्दैन। त्यो खाना नपचेपछि त्यही अपच खाना नै पेटमा ग्यास्ट्रिकको रूपमा परिणत हुन थाल्छ। ग्यास्ट्रिकको समस्या बढ्दै बढ्दै गइसकेपछि ग्यास्ट्रिकले कब्जियतको समस्याहरू ल्याउने, कब्जियतको समस्या बढ्दै बढ्दै गइसकेपछि कसैलाई अल्सर, कसैलाई पाइल्स, कसैलाई एच पाइलोरी पोजिटिभ, कसैलाई आइबिएस, कसैलाई एन्टरलिरोसिभ ग्यास्ट्राइटिस, कसैलाई अल्सरेटिभ कोलाइटिस जस्ता पेटको अनेक जटिल रोगहरूले चाहिँ हामीलाई सधैँभरि सताइराख्ने वातावरण हाम्रो पेटमा बनिन्छ। यस्तै परिस्थिति नहोस् भन्नको लागि चाहिँ हामीले हाम्रो पाचन प्रणालीलाई चाहिँ मजबुत गर्नको लागि चाहिँ उपचार गर्नुपर्ने आवश्यकता रहन सक्छ। अब हाम्रो उपचार पद्धति भनेको चाहिँ जर्मनी पद्धति होमियोपेथिक उपचार भनिन्छ। यो उपचारले विशेष गर्ने काम भनेको चाहिँ हाम्रो पाचन प्रणालीलाई सुधार्ने काम गर्दछ। जब पाचन प्रणाली ठिक हुन्छ त्यसपछि हामीले खाएको खाना राम्रोसँग पच्न थाल्छ। जब खाएको खाना राम्रोसँग पच्छ त्यो खाना पचेपछि पेटमा ग्यास्ट्रिक बन्न पाउँदैन। जब ग्यास्ट्रिकको समस्या एकदम बढेर जाँदैन त्यसपछि पेटमा कब्जियत हुने, अरू ठुला समस्या आउने कुनै पनि कारणहरू रहन पाउँदैन। त्यो भएर हामीले यसमा विशेष गर्ने काम भनेको चाहिँ पाचन प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता रहन्छ। जब पाचन प्रणालीको सुधार हुन्छ त्यसपछि हाम्रो समस्या बिस्तारै सबै आफै हटेर जाने हुन्छ। अब यसको लागि तपाईँहरू पनि उपचार चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो क्लिनिक काठमाडौँ बल्कुमा अवस्थित छ। तपाईँहरूले हामीलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ।